पाइँदैन पाइँदैन वे 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 हातै को लागि बोल्दाखेरि तिमीहरूले आज मलाई दमन गर्ने तिमीहरू मान्छे द्वन्द्वभन्दा ठुलो हो तिमीहरूको द्वन्द्वभन्दा ठुलो हो गाईको लागि बोल्दाखेरि यतिसम्म भएको छ हेर्नु है होइन आजहरू मैले शान्तिपूर्वक गरिरहँदाखेरि तिमीहरूले मलाई हात लाउने होइन मेरो दिदीबहिनी दाजुभाइहरूलाई हात लाउने तिमीहरू यस्तो गर्न पाइँदैन प्रहरीले हातपात गर्न पाइँदैन दाईको लागि बोल्दाखेरि यसरी यो पेल्न पाइँदैन है हामी शान्तिपूर्वक गरिराख्दाखेरि पनि यिनीहरूले हामीलाई हात हालेको छ मलाई हात हालेको छ आज चितवन 24 कोटीमा हाम्रो सुजन सुवेदीको रिहाईको लागि भनेर जो चाहिँ युक्रेनको कब्जामा हुनुहुन्छ उहाँको रिहाईको लागि 2 वर्ष कन्टिन्युस हामीले सरकारलाई अपिल गरिरहेका थियौँ तर सरकारले आवाज नसुनेको हुँदा जनता आज यसरी बाटोमा उत्रिएका हौ हाम्रो सुजन सुवेदीजीको न्यायको लागि र हाम्रो सुजन सुवेदीजीले जबसम्म न्याय पाउनु हुँदैन हामी जनता चुप बस्ने छैनौँ भन्ने नाराका साथ यहाँ यसरी मान्छे जम्मा भइसक्नु भएको छ गाडीबाट ओर्लेर आन्दोलन गर्न आउनु आज गाडी निस्किन पाउनेवाला छैन हाम्रो कुरा सरकारले नसुनेको हुँदा हजुरहरूले दुःख पाउन परेको हो हामीलाई दुःख दिने मन थिएन तर सरकारले नै जनतालाई जनता जस्तो नगर्ने कुरा नसुन्ने जनताको भएपछि के लाग्छ र मलाई यहाँ पनि बुटै बुटले हातमा हानेको छ यहाँ गाडीमा मलाई त्यस्तो जालीमा ढकालिदिएको त्यो उयो बिआरबी साहब भन्ने र इन्सपेक्टर साहबले दाईको न्यायको लागि न्याय माग्दै आउँदाखेरि भाइलाई यसरी कुटै खानुपर्ने के हो यो बिचरा दाईको न्यायको लागि दाई 2 वर्षदेखि अर्काको देशमा जेलमा परेको कारणले गर्दा भाइ न्याय माग्न आउँदाखेरि यसरी कुट्टिनु पर्ने प्रहरीको हातबाट के खाले देश हो यो के हो यो हुन खोजेको यस्तो त पाइएन होला नि गाइज हिजो पनि हाम्रो नारा भयो पर्सा 24 कोटीमा र आज हामी भरतपुर 24 कोटीमा छौँ उहाँको भाइ जापानदेखि आउनु भएको छ दाईको रिहाईको लागि भनेर तर 2 वर्ष अगाडिबाट निरन्तर रूपमा सरकारलाई अनुरोध गर्दाखेरि युक्रेन जेलमा रहनुभएको दाजुलाई छुटाइदिनु पर्यो भनेर निरन्तर रूपमा प्रयास गरिरहँदा पनि सरकारले नसुनेको हुँदा हामी यसरी आज बाटोमा नारा जुलुस लिएर उत्रिन बाध्य भएको हात छोड्न पाइँदैन ओए झगडा नगर भाइ झगडा होइन दाइ झगडा होइन आनन्दसँग झगडा होइन शान्तिपूर्ण आन्दोलन भनेर हामी बाटोमा उत्रिएको छौँ र अब त सुनिदेला कि सरकारले भनी सोच लिएर हामी यो आन्दोलनमा आएको हौ हिजो गर्दै मान्छेहरू बढ्दै जानु भएको छ यति गरिसकेपछि त हाम्रो सरकारले हाम्रो आवाज सुनिदिन्छ कि भन्ने आश हो गाइस सायद सरकारले बेलैमा आवाज सुनिदिएको भएदेखि यसरी बाटोमा जनता उत्रिनु पर्दैन थियो होला हाम्रो विवश सर पनि यहाँ माथिपट्टि नेपाल सरकार के नेपाली युवा रेमिटान्सको लागि मात्र हो भन्ने नारा जुलुसका साथ हामी यहाँ आएको छौँ आज हाम्रो सुजन सुवेदी ब्रदरलाई पर्यो अर्कोचोटि हामी आफैलाई नपढ्ला भन्न सकिँदैन त्यसैले सरकारले यस्तो कुरामा पनि लापरवाही गरेको देख्दा हामी सहन नसकेर रोडमा आएको छौँ जहिलेसम्म जीवित हुनेजेलसम्म केयरलेस गर्ने अनि फेरि हाम्रो अर्को विपिन जोशी नहोला भन्न सकिँदैन त्यसैले बेलैमा हामीले जसरी सकिन्छ रिहाई गर्न नेपाल सरकारलाई अनुरोध गरिरहेको छौँ र युक्रेनले पनि आउनुहोस् हजुरको जनता लिएर जानुहोस् भनेर भनिसकेको छ सरकारलाई तर सरकार नै किन मौन छ त सरकार नै मौन छ नसकेको हो कि हेपेको हो कि नचाहेको हो कि के हो हामीलाई चाहियो यो कुरा हाम्रो कुरा सुन्नलाई र हाम्रो सरकारसम्म हाम्रो कुरा पहुँचाउनको लागि चाहिँ हजुरहरूले कसरी सकिन्छ हेल्प गरिदिनु होला हाम्रो यो आन्दोलन कायम रहनेछ हाम्रो कुरा नसुन्ने जेलसम्म त्यसैले सरकारले एकदम छिटोभन्दा छिटो कसरी सकिन्छ हाम्रो कुरा सुनिदियोस् भन्न हामी चाहन्छौँ राम्रो तरिकाले गर्दाखेरि पनि होइन त्यतिकै हात हाल्न त पाउन नि यहाँ त्यतिकै हामी न्यायकै लागि लडिरहेको छौँ एक व्यक्ति 2 वर्षदेखि जेलमा परेको अरूको भूमिमा गएर
तरिकाले गरिरहेछौँ हामी यहाँ सर होइन यहाँ शान्तिपूर्ण तरिकाले बिचरा त्यो एउटा युवा भाइलाई बिचरा हात लसर पसर गरेर हात हाल्ने होइन नि त हात हाल्न त पाइँदैन 2 वर्षदेखि सरकारले नसुनेको यति नगरेसम्म सुन्ने पनि रहेनछ यति गरेपछि अलिकति सुन्छ कि भन्ने कारणले हामीले यति गरेको हो नमस्ते सबैलाई म सौजन सुवेदी र सुजन सुवेदीको भाइ र विगत 2.5 वर्षदेखि मेरो दाइ युक्रेनको कब्जामा हुनुहुन्छ र आजसम्म पनि सरकारले यो विषयमा केही पनि हामीलाई जानकारीसम्म गराउन सकेको छैन र जानकारी त परेको कुरा हामीलाई एउटा झुटो आश्वासन शुद्ध दिएको छैन र स्थानीय सरकार भनौँ कि माथिल्लो तह भनौँ हामीलाई एकचोटि हजुरको समस्या के हो भनेरसम्म हामीलाई सुनिदिनु भएको छैन र यही विषयको लागि लिएर आज म भरतपुर 24 कोटी 10मा आएको छु र दाइ लगायत दाइसँग हुनुभएको 7 जना नेपालीको लागि आज म लड्दैछु र यो लडाइँमा तपाईँहरूले पनि यो चितवनवासीले साथ दिनुहोला र त्यही विषयमा आज मैले एउटा भिडियो बनाउन बाध्य भएको छु र सबैले यहाँ आएर साथ दिनुहोला भनेर म धेरै धेरै अनुरोध गर्दछु जस्टिस फर सुजन सुवेदी